हेलो गाइज होइन आज चैत्र दसैँ हो सबैजनालाई ह्याप्पी चैत्र दसैँ होइन अनि त्यही सानो एउटा ब्लग आएको छ हेरिदिनुहोस् सपोर्ट गरिदिनुहोस् है ल सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग होइन धेरै दिनपछि आज ब्लग बनाउँदै गएको छु होइन किन भनेपछि म चाहिँ हाम्रो सैनिक गाउँको अहिले नयाँ भएको पुलमा बनिरहेको झुलुङ्गे पुल है झुलुङ्गे पुल बनिरहेको ठाउँमा आइसकेको छु है हेर्न सक्नुहुन्छ पुल राम्रो छ पुल एकदम मस्त छ है आइरहेको छु तल खोला छ है पुल भर्खरै नयाँ बनिरहेको छ होइन सो आज यसो घुमिदिउँ भनेर आइदिएको होइन बाटो चाहिँ अलिकति अप्ठ्यारै छ अहिले माथि चढ्ने बाटो बनाएको छैन त्यसैले हल्का त्यो बाटोको लागि सिडी जस्तो बनाएको थिएँ त्यहीबाट चढेर आएको छु म माथि सो कोही पनि छैन यहाँ मान्छेहरू कोही हिँडेको छैन होइन सो हेर्न सक्नुहुन्छ यस्तो छ सिनहरू होइन सो गाइज हामीहरू जाउँ अब अगाडि धेरै दिनपछि ब्लग बनाएको छु है गाइज सो हेरिदिउँ यहाँदेखि रहेछ माथि चढ्ने ठाउँ अब यस्तो ठाउँ छ यस्तोबाट कसरी झर्ने हौ सेडे अप्ठ्यारो छ नि त अनि यस्तो ठाउँ छ अनि तल झर्ने अनि यस्तोबाट कसरी झर्ने अनि अच्छा यहाँबाट रहेछ चढ्ने ठाउँ यहाँ तलबाट माथि निस्किने ठाउँ रहेछ खोला तरेर सो अब खोला तरेर चट्ट पारेर अनि उयो गर्ने होइन जान्छु अब म फेरि उतै जान्छु होइन किनभने चाहिँ म चाहिँ यहाँ भाउजूलाई छोड्न आएको थिएँ अब भाउजूलाई छोडेर अनि म पनि अब घरतिर जान्छु होइन यही हो पुल हाम्रो सैनिक गाउँको नयाँ पुल बनेको होइन झुलुङ्गे पुल बनेको सो यही हो भाउजू पनि आइराख्नु भएको छ उताबाट अब जाम अगाडि बढौँ होइन यहाँदेखि यस्तो गरेर त्यहाँ निस्किने ठाउँ रहेछ तर अलिकति त्यहाँनिर अलिकति गएर छ जस्तो लागेको छ घुँडा छ जस्तो लागेको छ पानी सो एकदम मस्तको एकदम मिठो छोटो ब्लग बनाएर गइरहेको छु है सपोर्ट दिनुहोस् सपोर्ट गर्नुहोस् यस्तै नयाँ ब्लगहरू लिएर आउँछु होइन आउने दिनहरूमा सो ल गाइस अब चाहिँ म चाहिँ यतिमै है ल बाई बाई सबैजनालाई